अहिले घरि भने हामी हरिलिम्बू ज्यूकोमा आएका छौँ है। यहाँ देउराली बेसीमा। र अच्छा, तपाईँले विभिन्न किसिमको जडीबुटीहरू गरेर है उपचारहरू गरिरहनु भएको छ। कुन कुन बिमारमा तपाईँले उपचार गरिरहनु भएको छ त्यो विषयमा बताइदिनुहोस् न। मैले चाहिँ प्रायः जस्तो यो हड्डीको विषयमा छु। हजुर हड्डी चर्केको, फुटेको है, हजुर मेरुदण्ड चर्केको, फुस्केको चाहिँ होइन, हजुर चर्केकोहरू है, तिनीहरू चाहिँ म प्रायः गर्छु। र यो छाडे रोग भन्छ एउटा, हजुर मिर्गीको रोगको गर्छु। र मिर्गीको रोग पनि तपाईँको दुई प्रकारको हुन्छ। एउटा तपाईँको यो टाउकोमा ज्यादै चोट पऱ्यो भने, धेरै चोट पऱ्यो भने त्यस बेला यहाँ टाउकोमा कतिवटा कनेक्सनहरू हटेर जान्छ। हजुर त्यसो गर्दा पनि मान्छेहरू एकहोरै लाटिने त्यस्तो मिर्गीको बिमार जस्तो देखा पर्ने हुन्छ र उनीहरूले मिर्गी नै भन्नुहुन्छ। अच्छा। र तर त्यो वास्तवमा मिर्गी चाहिँ हुँदैन। र अर्को हो तपाईँको यो छाडे रोग। अहिले मैले भन्दै थिएँ त्यो छाडे रोग नै हो। छाडे रोगको वास्तवमा चाहिँ